हामी त फेरि जार रक्सी खैनी चुरो बियर माउन्टेन खुकुरी केही खादिनौँ। भिडियोलाई चाहिँ थोरै भए पनि हेर्न भन्न चाहन्छु तपाईँहरूलाई। धेरै साथीहरूले सब्सक्राइब नगर्नु गरिदिनुहोला भन्न चाहन्छु। म चाहिँ आगामी दिनहरूमा अरू भिडियोहरू पनि बनाउने छु। सपोर्ट गरिदिनुहोला। सानो छ कन्टिन्यू गर्नु छु भन्न चाहन्छु है। तपाईँहरूले चाहिँ सपोर्ट गरिदिनु होला। मेरो भिडियोलाई कस्तो लाग्छ भिडियो हेरिदिनु होला भन्न चाहन्छु है त गाइस। यस्तै छ जिन्दगी। कहानी 17 सर फाइनली गाइज हामी चाहिँ ढेउसे भैलीहरूसँग मिसेर यसो एकछिन रमाइलो गऱ्यौँ है। अब रमाइलो गरेपछि हामी चाहिँ दाइहरू नि गइसक्यो। हामी दुईजना भयौँ अनि दुईजनाले चाहिँ अब के गर्छौँ होला। तिहार मनाउँछौँ देउसी भैलो तिहार। अब टिका यस्तै हाम्रो चाहिँ यस्तै भयो भनौँ न। हाम्रो चाहिँ यो साथ अब पढेका पनि छ हामीसँग। हाम्रो चाहिँ अरू देउसी खेलिरहेछ अनि हाम्रो चाहिँ अब यहाँ टक्क अब यसो तिहार मनाउनु पर्यो। कार्तिकमा दसैँ पनि मनाइयो। हाम्रो यहाँ दुईजना दाजुभाइ मात्रै छौँ। के गर्नु गाउँमा भए त धेरै साथीहरू हुन्थ्यो होला। अब गाउँमा अब के भन्छ यहाँ नयाँ मान्छे पर्यो नि त त्यसपछि अलिक घुलमिल हुन पनि गाह्रो छ। अनि यसो अब रुममा पनि बस्दा बस्दा झ्याउ है मासला कति बस्नु। म्याकुरी तपाईँहरूको त एकदम दामी गरी भइरहेछ होला बाल्नु। हाम्रो चाहिँ यस्तै छ। हाम्रो रमाइलो नि के भन्नु र खै रमाइलै छैन। नाची गाउँदै नाच्दै अरू रमाइराखेका छन्। हाम्रो पनि दुईजनै भए पनि हाम्रो रमाइलै छ। तर बा गाली त गर्दैन होला। रोडमा फेरि आगो पार्दैछौँ। बल्दैन के हो बल्नु पर्ने हो। चिसो न चिसो छ नि यो पनि मुला। देउसी रे यिनीहरूको जस्तो पो गाउनु पर्छ ल। हाम्रो आगो बल्यो 91 न दो के साका लाबे हे हेत्रिका सडा नै हेत्रिका न आफै तरङ सेरु यार बेर्नु न ला नमार्नु है। ए देउसी रे भन देउसी रे हामीसँग माल पनि छ। माल यो माललाई अब हामी के चाहिँ गर्छौँ भन्ने कुरा हामीलाई मात्रै थाहा छ है। वाक्क लाग्दो संसार डिक्क लाग्दो दिन एहे यस्तै पो त तटाउनु पर्छ त। भाल्नै आगो चाहिँ नमार्नु है। चुरे लड्क छ क्या हो। जाँदैछु टाढा यहाँनिर केले तर्साउँदैछ त्यसैले आगो बालेको।
लाउरेको गीत गाउनु न। ए भन भन भाइ हो, ए राम्ररी भन। टक्कसँगले सेकाएर चाहिँ पड्काउनु पर्छ नि त होइन। अजिङ्गार नागराज नागराज। साथीहरू हामीलाई यहाँनिर किलो तर्सेर राख्छ त्यो रागु बाबुलेको। अब पड्किजान्छ है जाँदा। बारु त टिप्दैछ टाढैबाट, तर टिप्दैन होला यसलाई त। चम्चका दुईटा। हामी चाहिँ रमाइलो, अरू केही नसोच्नु, रमाइलो। यस्तो अन्धकारमा छौँ हामी चाहिँ है। यस्तो अन्धकार छौँ, यता गाउँहरू छ। दाजुभाइको हाम्रो लोकल स्टाइल हो, दुईजनै भए पनि के छ र, टेन्सन नै छैन हामीलाई। म यो हालतमा छु। उ गर्नु न, यो पनि बनाउनु न अब त। वाक्क लाग्दो संसार, दिक्क लाग्दो दिन। चिसो लाग्यो भने हामीसँग यो छ अनि चिसोलाई पचाउने औषधि पनि लिएर आएको छ। त्यो भित्रकी चिज बलको खोलमै हट्छ होला हौ। देउसी रे डेन्जर यसलाई चाहिँ। तर यो खोक्रो छ क्या, खोक्रो छ अनि खासै पर्किँदैन। अघि बिहान नि ट्राई गरेको खोक्रो थियो, अनि सब खोक्रो छ नि, पर्किँदैन यार। म चाहिँ अब झिके मुला जम्मै घोलिदिनु न, मसला ससला। यो खोल्नु पनि गाह्रो पो छ त हौ। हरादो सालेको हरादो। म त हातमै पर्का जेठा, हातमा पर्काउनुहुन्छ यो। सानोमा त पड्काउँदै थिएको थिएँ, अहिले चाहिँ ठुलो भयो जेठा। जस्तो भयो नि नरिसा ल जेठा, जसो भयो नि नरिसा ल जेठा। आलु जस्तो कस्तो नि ओइ। यो अनि पर्केको मजा भयो र जेठा, पार्दैछ मात्रै। दुईटा पर्काए स्वाद लाग्ने गरी पर्केन यार। छ्या मुखमा पर्काउनु, मुखमा। ओइ आमा जेठा के हो त नि? एक ठाउँमा बाजेर ठ्याङ पड्का न। होइन हौ, त्यो त नाश हुन्छ हौ। 2-3वटा क्या घन्टी त आएको भित्र त पर्किँदैन। यही हो हाम्रो पटक्क पर्केको। दुईटा हालौँ, यहीँ पर्काउँदा यहीँ मजा आउँछ है। यता चाहिँ बस्नुपर्छ क्या। पटेको गति यस्तो छ साथीहरू, 1 घन्टा लगाएर खोलेको। खोइ एउटा त खोइ। होस् हौ, नपर्का मुला। हामी त फेरि जार, रक्सी, खैनी, चुरो, बियर, माउन्टेन, खुकुरी केही खाँदिनौँ। यो के छ यहाँ जेठा? कुवा हाम्रो चाहिँ यस्तै हो। हामी त के पनि खाँदिनौँ त नि जेठा।
माने हो, कुरो के सुदीप पनि सर। खादिनौँ नि फेरि भन्छ नि तपाईँको चाकमा पर्काउनु ल ए टाफु त भाइ जमानादेखि पड्काउँदै आएको हो यसो नयाँ अनि यसो नयाँ पर्काउनु भनेको कहाँ चाकमा तेरिका मैले नि त्यही भनेको जमानादेखि पड्काउँदै आएको यसो नयाँ कुरा छ भने भन भाइ होइन भने दाइसँग त्यस्तो कुराहरू नगर के भइरहेछ यहाँ के भइरहेछ भेले भाइ हामी रेडी हो एकदम रेडी त्यसो भए सुरु गरौँ त ल मलाई चाकबाटै पर्काइदिन्छु चाक देख्न सक्नुहुन्छ यहाँनिर दर्शकबिनहरू तपाईँहरूले जेनजीसँग के क्षमता छैन के चाहिँ क्षमता छैन हेर्न सक्नुहुन्छ ढुक्कुर मार्ने हामीसँग ढुक्कुर मार्ने प्लान पनि छ साथीहरू हेर्न सक्नुहुन्छ तपाईँहरूले जेनजी युवासँग केसम्मको क्षमता मात्रै छैन होला हेर्नुहोस् तपाईँहरू एक दुई तिन यसलाई तले बाल्नु तपाईँको पड्किन है मासला नाच्नु है ट्युसन पड्कियो होला भने त कस्तो रहेछ म्याच मेरो त पर्केन नि यो नि उनी भयो फेरि पनि बाल फेरि तयार गर्नु खोइ त फेरि यसको बल मेरो पनि पर्काउँछु यसको चाहिँ बल छैन जाँठा एकपल्ट ब्राङ यसको बार बिना यता अलिक मैले छाडा बोल्दैछु क्या त्यता म हाले लोकमा यहाँ हेर लाइटर बालेको मासला रेडी बातल मेरो खोइ बलेन त्यसको फेरि बलेन खोइ आठ मामी यस्तो हो भने मेरो चाकमा पर्किँदैछ क्या मजाको खतम यतातिर जाऊँ यतातिर ल त गाइज हाम्रो यतिकै अब तिहार यो वर्षलाई यति नै काट्यो हाम्रो भिडियो कस्तो लाग्यो यस्तो रमाइलो लाग्यो होला हेर्नुभयो भने चाहिँ अब हेर्नु भएन भने त के गर्नु है यतिको रमाइलो हामी चाहिँ मानेर चाहिँ फर्किसक्यो अनि यसो सपोर्ट गर्दै गर्नु होला हेर्दै गर्नु होला मेरो भिडियोहरू अरू नभए नि म चाहिँ यस्तै भिडियोहरू चाहिँ बनाउँछु कहिले काहीँ समय भएको बेला त्यसको लागि आज धेरै लामो भयो मेरो भिडियो चाहिँ यसको लागि बिदा माग्न चाहन्छु बाई बाई।